ललितपुर सुनचाँदी व्यवसायी संघ चिक्कगु वार्षिक साधारण सभा लिसे पेक्कगु अधिवेशन जुगुदु संघ अध्यक्ष रमेश बहादुर साके सभापतित्व शनिबार येले जुगु ज्याछोया उलेज नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिक रत्न साके यानाति गुख ज्याजोले प्रतिनिधि सभाई दुजा प्रेम बहादुर महर्जन बागमती प्रदेश दुजा रामकृष्ण चित्रकार यला महानगरपालिका उपप्रमुख मञ्जली साक्य वज्राचार्य नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिक रत्न साक्य आन्तरिक कर विभागीय प्रमुख अर्जुन ढकाल नेपाल हस्तकला महासंघ अध्यक्ष प्रचण्ड साक्य प्रहरी महानिरीक्षक किरण वज्राचार्य ललितपुर सुनचाँदी व्यवसायी संघ अध्यक्ष रमेश बहादुर साक्य लगायत नवानती गुख धातुद्वारा निर्मित थुप्रै हस्तकलाका सामानहरू र अन्य प्रस्तरकला लगायत थुप्रै हस्तकलाका हामी उद्यमी हौँ तर पनि सुन चाँदीले बनेका गरगहनाले हामी वस्तु सिँगार्ने भन्दा पनि हामीले घर सजावट गर्ने भन्दा पनि हामी आफै एउटा मानवीय एउटा श्रृङ्गारको रूपमा विगत लामो समयदेखि धेरै परापूर्वकालदेखि जीवनशैलीमा अत्यन्त महत्त्वपूर्ण रूपमा लिँदै आइरहेको यस हस्तकला मात्र नभई सुनचाँदी जुन कला छ त्यसका निमित्त यहाँहरूले गरिरहनु भएको मेहनत परिश्रम र यहाँहरूले आजसम्म यस कला क्षेत्रलाई यस सुनचाँदी व्यवसायलाई जुन खालमा नियमित रूपमा गर्दै आउनु भएको काममा म सम्मान व्यक्त गर्न चाहन्छु। सङ्घीय सरकार होस्, प्रदेश सरकार होस्, स्थानीय सरकारले पनि व्यवसायीहरूले अहिले भोगिरहेको समस्यालाई सहजीकरण कसरी गर्न सकिन्छ यो व्यवसायीहरूको समस्या मात्र होइन, यो राज्यको समस्या आर्थिक समृद्धिसँग जोडिएको अवरोध हो। हामीले आर्थिक समृद्धि चाहना गर्दै गर्दा व्यवसायीहरूको समस्यालाई हामीले हल गर्न सकेनौँ भने हामीले आर्थिक प्रगति गर्न सक्दैनौँ। हामीले खोजेको प्रतिफलहरू हामीले प्राप्त गर्न सक्दैनौँ। सुनचाँदी व्यवसायले अहिले भोगिरहेका समस्याहरू छ तर चाहिँ ती समस्याहरूलाई तपाईँले सामान्य रूपमा सानो सानो विषयहरूलाई मात्र उठाउनु भएको देखिन्छ त्यहाँ। त्यसकारण पनि हामी त्यसै पनि जातीय हिसाबमा पनि भनिन्छ भन्न त विद्रोही स्वभावको तर चाहिँ हाम्रो स्वभावमा चाहिँ सहनशीलता र सम्झौतावादी छँदैछ। त्यसकारण सुनचाँदी व्यवसाय आफैमा पनि एउटा समृद्ध व्यवसाय समृद्ध जातिको रूपमा प्रतिनिधित्व गर्ने र आफ्नो पेसाप्रति विश्वस्त रहने भएको कारणले पनि होला आफू उत्पीडनमा हुँदाहुँदै पनि धेरै इस्युहरू चाहिँ हामीले उठाउन सकिरहेका छैनौँ। मुख्य विषय त सुनको आपूर्तिको विषयमा नै छ। ललितपुर सुनचाँदी व्यवसायी सङ्घलाई म हार्दिक बधाई दिन चाहन्छु। उहाँहरूले यो वार्षिक साधारण सभालाई अत्यन्त भव्य तरिकाले मैले अहिले पनि भने महासङ्घको लगभग 1/4 उपस्थिति गराएर यहाँ सम्पन्न गराउनुभएको छ। विशिष्ट गण्यमान्य व्यक्तित्वहरू मान्यज्यूहरू लगायतका उपस्थिति चाहिँ यहाँ रहेको छ र हामीसँग सम्बन्ध राख्नुपर्ने सम्पूर्ण सङ्घ संस्थाका आदरणीय व्यक्तित्वहरूलाई पनि उहाँले यस कार्यक्रममा समावेश गर्नुभएको छ। 10औं साधारण सभामा उपस्थित हुनुभएको पाउँदामा अत्यन्तै खुसी छु यहाँसँग जोड्न पाउँदा र मानव सभ्यताको सुरुवातदेखि नै मान्छेसँग जोडिन आएको यो सुनको विषयमा वास्तवमा गर्नुपर्दा सुन हाम्रो लागि अत्यन्तै हाम्रो सांस्कृतिक धार्मिक लगायतका विषयले पनि महत्त्वपूर्ण छ। हस्तकला महासङ्घ, सुनचाँदी व्यवसायी महासङ्घ र रत्न आभूषण महासङ्घलाई मिलेर हामीले जेम्स एन्ड ज्वेलरी काउन्सिल पनि हामीले यसै सुनचाँदीहरूलाई चाहिँ व्यवसायलाई प्रवर्धन गर्न र नेपाल सरकार समक्ष लबिङ गर्न भनेर हाम्रो दर्ता भइसके पनि यहाँ समक्ष जानकारी गराउन चाहन्छु भन्दाखेरि हस्तकला महासङ्घ हामी यो 3वटा सङ्घ काउन्सिलबाट चाहिँ हामी सक्रियता साथ अगाडि बढ्नलाई पनि हाम्रो प्रमुख अतिथिज्यूलाई पनि हामी विनम्र निवेदन पनि गर्न चाहन्छु। मेरो आफ्नो जिम्मेवारी थियो ललितपुरमा, मेरो पुर्खौली घर हो, मेरो बाजेको घर हो, म पनि बुबाहाल, मेरो जन्म
मेरो बाजेले जन्मिनु भएको र मेरो आफ्नो पुर्खौली घरमा मैले जे जति गरेँ मेरो आफ्नो मन वचन र कर्मले यहाँ एउटा सेवा गरेँ र डेल्टा भेरिएन्ट कोभिडको एकदमै चरम अवस्थाहरू थियो। त्यो अवस्थामा पनि मैले आफ्नो प्रहरी कार्य सँगसँगै मानवीय रूपमा पनि एउटा सेवा गर्नुपर्छ भनेर अक्सिजन सिलिन्डर कलेक्सन गर्ने, हस्पिटलहरूमा ती सिलिन्डरहरूलाई व्यवस्थापनको लागि सहयोग गर्ने र त्यो क्रममा सुनचाँदी व्यवसायी सङ्घले पनि आफ्नो स्टकमा रहेको आफ्नो फ्याक्ट्रीमा रहेका थुप्रै अक्सिजनका सिलिन्डरहरू खाली सिलिन्डरहरूलाई तपाईँहरूलाई काम लाग्छ भने लिनुहोला भनेर बुझाउनु भएको थियो। त्योप्रति पनि म यहाँहरूप्रति म धेरै आभार व्यक्त गर्न चाहन्छु। अलिसी लगायत पदाधिकारीज्यूहरू सदस्यहरू सबैलाई कार्यकाल सफल सुखदको शुभकामना दिँदै मेरो भनाइ यही अन्त्य गर्दछु। ज्याचोले ललितपुर सुनचाँदी व्यवसायी संघीय प्रगति प्रतिवेदन लिसे आर्थिक प्रतिवेदन न न्याबगुखा ज्याचोले ललितपुर सुनचाँदी व्यवसायी संघीय नुमनायक कथा सुबिन बज्राचार्य निर्विरोध निर्वाचित ज्याति गुखा सबै कार्य समितिका सम्पूर्ण सदस्यहरू